ए देशका नेपाली हो, नेपाल माया लाग्ने अनि यो गन्थन गरेर अब चल्दैन, देश अन्तिम स्थितिमा छ। यो निर्वाचनको चाहिँ विरोध गरेर हिँड्नु अर्को मूर्खता हुन्छ। यो निर्वाचन भनेको यो संविधान 2072को अन्तिम निर्वाचन हुनेछ। यो संविधानको संवैधानिक अङ्गले यो देशलाई चाहिँ बर्बाद गरिएको छ। त्यो संवैधानिक अङ्गको परिणामलाई चाहिँ जनताबाट अभिमत लिएर अर्को संविधान लेख्नुको विकल्प छैन भनेर हरेक मैले टिकटकको भिडियोमा दिएर आएको छु। तर यो देशमा पढे लेखेका विद्वान डक्टरेट गरेका सारा चिजहरूले यसलाई कुनै ध्यान दिएको छैन, वास्ता गरेका छैन। मात्र राजाका सम्बोधनले कोही पछि आउनेवाला म देख्दिनँ। सीमित राजा चाहनेदेखि बाहेक र राजाले मात्र सबै चिज गर्न सक्ने भन्ने रोग लागेका बाहेक अन्य अपराधमा चुर्लुम्म डुबेका मान्छेको अपराधको चाहिँ निराकरण हुन्छ यो परिवर्तन पछि भन्ने लागेर उनीहरू कुनै पनि हिसाब किताबमा अहिले उनीहरू सम्झौतामा गोलमेच सम्मेलनमा केही पनि आउँदैनन् र आएर गरेको निर्णयले केही पनि दिन सक्दैन है। फेरि पनि सोच्नुहोस्, तपाईँले 2063 साल वैशाख 11 गते जस्तो राजाबाट जसरी सम्बोधन गरिएको थियो त्यसै गरी न्यायिक प्रक्रियाबाट सर्वोच्च अदालत र सेनाको सहकार्यमा संविधान पुनर्लेखन गर्ने आदेश गराउनुको विकल्प छैन। यसको लागि 2081 साल भदौ 12 गते रिट दर्ता गर्न दिएकोमा भदौ 26 गते र कार्तिक 26 गते दरपिट गरेकोमा निवेदनद्वारा दर्ता गरेका नम्बर भनेको एउटा 166 एपी 166 र अर्को एपी 246 हुन्। यी दुईटा मुद्दाको किनारा सर्वोच्च अदालतले गर्ने बित्तिकै र जनतामा पठाउने अधिकार संविधानको अवस्था नाजुक छ भनेर पठाउने एकमात्र अधिकार फेरि पनि सर्वोच्च अदालतलाई दिएको छ। यही संविधानको धारा 137 1 2 3 को प्रयोग गरी यदि यो सर्वोच्च अदालतले आफ्नो सर्वोच्चता कायम गर्न सक्ने बुद्धि ल्याउँछ भने यो देशको निकास खोज्न धेरै टाढा जानु पर्दैन। यो कुरो देशको रक्षा गर्ने सेनाले पनि बुझ्नुपर्छ र यो देशका विद्वान हो भन्नेले बुझेर त्यही रूपमा जानुपर्छ र राज संस्था ल्याउनलाई राजाले मात्र चाडबाडमा सम्बोधन गरेर बिल्कुल हुँदैन। राज संस्थालाई ल्याउन भोलि आउने अवस्थाको सबै कुरोको निर्णय गर्न एउटा समिति 11 सदस्यीय या 17 सदस्यीय बनाउनुको विकल्प छैन। ए राजावादी राज संस्थावादी अथवा नेपाल बचाउनु पर्छ भन्ने वादी साथी हो, यसलाई राम्रो कुरो याद गर्नुहोस्। योभन्दा अर्को विकल्प छँदै छैन यो देशमा। मैले पटक यो करिब मेरो 253 भिडियो मैले पटक व्यक्तिगत कसैलाई गाली गरेकै छैन। समूहगत यो संविधानले दिएको अवस्था नै यो देश यहाँ पुगेको हो र यो संविधान बनाउनेहरूले नै पालना नगरेर खुला रूपमा बाहिर हिँडेको अवस्था छ। सर्वत्र पढ्ने काम होस्, यो नेपाली भाषामा लेखिएको संविधान नबुझ्ने अनि कसले लेखिदियो भन्ने, कसका नाममा भारतले के पाउने, अमेरिकाले के पाउने, चीनले के पाउने भनेर के नेपालको संविधानमा लेखिया छ। यो मूर्खता कुरा नगर्नुहोस्। र यति पनि बुद्धिमान कोही हुनुहुन्छ भने विद्वान स्वदेशै त पूज्यते राजा विद्वान सर्वत्र पूज्यते भनेको ज्ञान जाओस्। यस देशमा पढेका विद्वान, संस्कार संस्कृति पढेका विद्वान हो। यो भिडियोको विषयमा तपाईँहरू परिचर्चा गरेर अगाडि बढेर राज संस्था चाहेर देश बचाउन राजा ज्ञानेन्द्रलाई आत्मादेखि नै हो भने एउटा समिति बनाएर, उच्च स्तरीय समिति बनाएर यसलाई अन्तर्राष्ट्रिय रूपको अवस्था यस्तो छ भनेर अन्तर्राष्ट्रिय समर्थन लिनुको पनि
विकल्प छैन। नभए यो देशका सेनाले मात्रै केही गर्न सक्छ अथवा अदालतले मात्रै पनि केही गर्न सक्छ भन्ने कुरामा लाग्नु भनेको बिमारी सिकिस्त छ, हस्पिटलमा नलगेर औषधि नगराएर धामी झाँप्री राखेर चाहिँ ढ्याङ्ग्रो ठोकेको सरह भएको छ है। ए देशमा बस्ने विद्वान हो, विदेशमा बस्ने युवा हो, तपाईँहरू विदेशबाट लाइभ टिकटक इत्यादि चलाइरहनु भएको छ, तपाईँहरू गरिरहनु भएको छ। तपाईँका विषयमा मैले धेरै शङ्का गर्नुपर्ने या त गर्नु भएन भन्ने कुरो म कहीँ पनि कतै पनि मैले चिताएको छैन। तर तपाईँहरूले गर्न सक्ने त्यति मात्र हो। गर्नुपर्ने देशभित्रबाट स्वयं राजाले र राज संस्थामा रहेका 83 वर्ष पार गरेका पशुपतिभक्त महर्जन र स्वयं अहिले पछि लागेका सागर तिमसिना फणिराज पाठक र अहिले राजेश सिंह भन्ने हुनुहुन्छ अरे, उहाँले ध्यान दिनुपर्ने र सहकार्य कसरी गर्ने, राजामा कसरी यो कुरो बुझाउने, अथवा एकलौटी सोचले मात्रै राष्ट्र संस्था अथवा यो राष्ट्र रहनेवाला छैन। यो ठोकुवा हो मेरो। म लामो समयदेखि यो देश बचाउन राष्ट्र संस्था अनिवार्य हो। राष्ट्र संस्थाका एक दुईवटा संवैधानिक 2047 सालको संविधानका गलत प्रक्रियाले गर्दा आज देश यहाँसम्म पुग्यो। अब पनि संविधानमा गलत गर्दै अघि जाने होइन। यो संविधानमा उल्लेख गरेको अहिले तातेका यी रासपा, काङ्ग्रेस, एमाले, माओवादी, खाओवादी, साओवादीहरूले निर्वाचन गर्न दिनुको विकल्प छैन। यो निर्वाचन भएको रिजल्ट भनेको आएका 3 महिनाभरि टिक्नेवाला पनि छैन। किनभने यो संविधान रहने कि देश रहने, दुईटा कुरामा। यो संविधान रह्यो भने राख्नतर्फ लाग्यो, देश सकियो। होइन, देश राख्ने हो भने संविधानको विकल्प, संविधान लेख्नुको विकल्प छैन भन्दै आजको भिडियोलाई पनि म यहीँ टोङ्ग्याएँ साथी हो। र युट्युब र टिकटकका र फेसबुकका साथी हो, यसलाई बृहत गरी जनमानसमा यो लाखौँमा पुर्याउनु भयो भने यो देशले निकास दिन्छ भन्दै फेरि मेरा देशलाई नमन गर्दै यी भिडियो टुङ्ग्याएँ। नमस्कार।